रूपन्देहीको कञ्चन गाउँपालिका 3 धौलागिरीका इसान पौडेलको विभत्स शव भेटिएको 21औं दिन पुग्दा पनि शव उठ्न सकेको छैन। दुर्घटनाबाट नभई हत्याबाट मृत्यु भएको स्थानीयहरूले बताएका छन्। इसानको शव पुस 3 गते बिहिबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो। यतिका दिनसम्म पनि सत्य तथ्य पत्ता नलागेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विचार भयो अब ड्राइभरको घर लैन सबै सरकारले त्यसले सबले बोलेन भने त्यसको घर आधा दोस्रो हो भने तर अब भएन मिडिया मार्फत भन्छ यो कुरा भएन भने पछि हामी ड्राइभरको घर खेल्न जानु पर्यो त्यसले गाडीमा सवार त्यसलाई हामी ड्राइभरको घर खेल्न जान्छौँ अब हामीले प्रशासनले केही गरेन गर्दैन पनि अब हामीलाई गरे पत्रकारले गर्ने ड्राइभरका परिवारले अनलाइन लगाउनु पत्रकारको साथ चाहियो पर्दैन र हामी ड्राइभरको घर जान हामी त्यो बोल्यो भने हामी जानै पर्दैन अहिले जान्छौँ अहिले वस्तुगत अवस्था शवको प्रकृति घटना स्थलमा भएको अवस्थाले इसानको मृत्यु गाडी दुर्घटनाबाट भएको होइन, यो हत्या नै हो। यसको छानबिन निष्पक्ष हुनुपर्ने माग परिवारले राखेका छन्। मृतक इसानका बुवा अर्जुन शर्माले इसानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रूपमा गरिएको हत्या भएको बताउनुभयो। सरकारले उच्च स्तरीय निकायबाट निष्पक्ष छानबिन गर्नुपर्ने माग उहाँले राख्नु भएको छ। देब्रेखुट्टा भाँचिएको छ, बाहिर रगतका थोपा केही छैन, दुर्घटनास्थलमा ब्रेक लागेको सङ्केत छैन, धुलो माडिएको छैन, हिलो घसारिएको छैन, 81 टिपेर लगेर राखिएको जस्तो छ। टाउकोमा र आँखामा चोट छ, दुर्घटनामा यस्तो हुँदैन। आँखाको नानीमा लक्षित गरेर प्रहार गरिएको छ, मृतकका बुवा शर्माले बताउनुभयो। उहाँले यस घटना हत्या नै हो भन्ने प्रशस्त प्रमाणहरू समेत रहेको पनि बताउनु भएको छ। हातमा जुत्ता समाएर दौडिएको अन्तिम फुटेज देखिएको छ। हातमा समाएको जुत्ता पोलको फेदमा समालेर राखिएको अवस्थामा भेटिएको थियो। खुट्टामा लगाएको जुत्ता छरिएको अवस्थामा भेटियो। मोबाइल त्यो दिन खोज्दा भेटिएन, तर अर्को दिन 11:30 बजे अम्बाको बोटमुनि मोबाइल भेटियो। यी हरेक कुराले हत्यालाई लुकाउन नक्कली दोषी तयार गरिएको हो उहाँले भन्नुभयो। इसानको हत्यापछि परिवार र समाज नै सशङ्कित भएको भन्दै आफू न्यायका लागि लडेको स्थानीयले बताएका छन्। समाज र आफूहरूको मनले छुने प्रमाण सहितको न्यायको आशामा आफूहरू रहेको स्थानीयले बताएका छन्। इसान फर्केर आउँदैन, तर अन्य इसानहरू पनि नमरुन्, त्यो हत्यारा हाबी भएर भोलि शक्तिका साथ अरूलाई मार्न आँट नगरोस् स्थानीयले भने। इसानको सक्कली हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न माग समेत गरेका छन्। सक्कली हत्यारा पत्ता लागोस्, अब आउने दिनमा अर्को इसान शर्मा समाजमा नमरोस् स्थानीयहरूले भनेका छन्। न्यायको लागि कति आमाहरू रुनी कुन ठाउँमा गएर रुनी हामी जान पर्ने कहाँ हो भनिदिनुहोस् तपाईँहरूले। यही मार्फत भने गृह मन्त्री भन्यो, डिएसपी सबैलाई भनिदिनु जस्तो व्यक्तिको छोरालाई यस्तो भयो भने पुर्याउनुहोस्। हामी स्थानीयवासीहरू सधैँ हरेक साथ परिवारको साथमा छौँ। हामी जहाँ तयार छौँ। हामीले जान पर्यो। हामीले एउटा छोराको न्यायको लागि आज हामी कहाँ भौतारिने भन्नुहोस् तपाईँहरू। स्थानीय सरकारले वास्ता नगरेको कारणले गर्दाखेरि आज हामी यहाँसम्म पुग्न परेको। आज स्थानीय सरकारले यो नगर्दाखेरि होइन हामी यहाँसम्म पुग्न परेको। तर तपाईँहरूले चाहिँ यसको न्याय निष्पक्ष रूपमा छानबिन गर्न पर्यो। यो नक्कली हत्यारा देखाएर हाम्रो आँखामा धुलो नहालिदिनुहोस्। हामी छर्लङ्ग भइसकेका छौँ। यो घटनाले त झनै क्लियर भएका छौँ। यहाँ घुसपेठ चलेका सबै क्लियर भइसकेका छन्। तपाईँहरूले यसको बारेमा सबैले आवाज उठाउन हिचकिचाउनु भयो भने त्यो हत्यारा भन्दा पनि हत्यारा हामी हुनेछौँ। यसको लागि आवाज नउठाउने महिलाहरू हत्यारा त्यो भन्दा पनि ठुलो हत्यारा हामी हुनेछौँ। तर सबैले आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउनुहोस्। आज आवाज उठाए मलाई भोलि केही हुन्छ कि होइन, होस् बरु जेसुकै होस्, तर इसान भाइले न्याय पाउनै पर्छ। यसै ठाउँमा पाउनु पर्छ। त्यो हत्यारा जनताका माझ सार्वजनिक गर्न पर्छ। हाम्रो सामुन्ने गर्न। घटनास्थल वरपरका सीसीटीभी फुटेज लगायतका सामग्रीहरू सङ्कलन गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।